स्मार्ट बालेन सरकारले सुकुम्बासी बस्ती पनि स्मार्ट शैलीमै हटाउन सफल भएको छ। अनेक अनुमान र खुल्दुलीका बीच सुकुम्बासीलाई एक लट्ठी पनि प्रहार नगरी सुकुम्बासीहरूले एक ढुङ्गा पनि नहानी पूरा बस्ती खाली गराइएको छ र डोजर लगाएर आज बिहान करिब 5 घण्टामा सबै संरचना हटाइएको छ। आज बिहान काठमाडौँको थापाथली स्थित सुकुम्बासी बस्ती खाली गर्न बालेन सरकारलाई यति सजिलो भयो कि रिपोर्टिङमा पुगेका हामी पनि चकित पर्यौं। बिना कुनै झडप शान्तिपूर्ण वातावरणमा यति बेला थापाथली स्थित सुकुम्बासी बस्ती हटाउने कार्य सरकारले गरिरहेको छ। थापाथली सुकुम्बासी बस्ती हटाउने अपरेसनलाई मध्यनजर गरी आज करिब 3000 प्रहरी फिल्डमा केन्द्रित गरिएको थियो। प्रहरी पूरा तयारीमा थिए। लाठी, अश्रु ग्यास, गोली गट्ठा मात्रै होइन, यदि झडप भइहाले, हताहत भइहाले नेपाल प्रहरीको सहित आधा दर्जन एम्बुलेन्स पनि पहिले नै स्ट्यान्ड बाई राखिएको थियो। ठूलो संख्यामा परिचालित प्रहरीले खाली गर्न सुरु गरेको क्षेत्रमा पुरै मानव साङ्लो बनाएको थियो। तर त्यहाँका सुकुम्बासीहरूले एक शब्द नबोली, एक ढुङ्गा नउचाली ठाउँ खाली गरिदिए। आजको दृश्यले देखाउँथ्यो सुकुम्बासीहरूलाई उचालेर माहौल बिगार्ने त केही हुकुमबासीहरू रहेछन्। ती एकाथान हुकुमबासीहरूलाई अघिल्लो रात नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। आज ती वास्तविक सुकुम्बासीहरूले आफूहरूकै भलो हुने हो भने छाड्छौ नि त भनेर लत्ता कपडा र भाँडाकुँडा उठाए। त्यो माया लाग्दो अवस्था देखेर प्रहरीको पनि सायद मन पग्लियो। लाठी र बन्दुक थन्क्याएर वर्दीधारी प्रहरीले उनीहरूको सामान हटाउन सहयोग गरे। वृद्ध वृद्धाहरूमाथि सहायता देखाए। यी दृश्यहरू वास्तवमै आँखा रसाउने खालका थिए। थापाथली क्षेत्रमा बडो शान्तिपूर्ण रूपमा बस्ती खाली गराउने र टहरा भत्काउने काम अघि बढेपछि प्रहरीको आत्मबल बढ्यो। अर्को टोली तिनकुने गैरीगाउँ क्षेत्रका बागमती किनारमा रहेका टहराहरू पनि भत्काउन गयो। यसरी सुरु भयो अनधिकृत सुकुम्बासी बस्ती हटाउने अभियान। अब यो अभियान हरेक दिन चल्ने देखिएको छ। सुकुम्बासी बस्तीको सबैभन्दा जटिल जरो थापाथली नै सहजै खाली भएपछि सरकारलाई अब बाँकी ठाउँ खाली गर्न झनै सजिलो हुने भएको छ। दशकौंदेखिको सरकारी जग्गा अकुपाई गरी बस्ने विकृति सम्भवतः अब अन्त्य हुनेछ। कतिपय वास्तविक सुकुम्बासीहरूलाई यहाँबाट हटाएसँगै अब कहाँ जाने, के खाने, के पकाउने यो गम्भीर प्रश्न खडा भएको छ। विशेष गरी वृद्ध वृद्धा, गर्भवती र सुत्केरी महिला तथा बिरामीहरूलाई धेरै ठूलो शास्ति हुन सक्छ। सरकारले उनीहरूको बसोबास र व्यवस्थापनमा सहयोग गर्ने अनि चिन्ता नलिन आग्रह गरेको छ। तर बसोबासको लागि के हुने भनेर ठोस केही सरकारले बताएको छैन, जसका कारण आज राति नै कहाँ जाने उनीहरू चिन्तामा छन्, अन्योलतामा छन्। कतिपय हुने खाने सुकुम्बासीहरू डेरा लिएर बस्न थालिसकेका छन्, तर नहुनेहरू सडकमा थुपारिएका लत्ता कपडामाथि बसेर भत्काइरहेको टहरा टुलु टुलु हेरिरहेका छन्। अब यसमा सरकारले जबरजस्त रूपमा ध्यान दिनुपर्ने कुरा यो हो कि जो सुकुम्बासीको रूपमा रहिरहेका थिए, जो अव्यवस्थित रूपमा बसिरहेका थिए, उनीहरूलाई व्यवस्थित गर्दै, उनीहरूको भविष्य सुनिश्चित गर्दै, उनीहरूलाई सामाजिक आर्थिक हरेक हिसाबबाट सबलीकरण गर्नका लागि यो राज्यले पहल कदमी लिनैपर्छ, गम्भीरता देखाउनुपर्छ। यो दृश्यहरूले यही सन्देश दिन खोजिरहेको छ। सुकुम्बासीका नाममा यी क्षेत्रलाई कब्जा गरी भाडा उठाएर खानेहरू पनि यहाँ दर्जनौं नाइकीहरू थिए। उनीहरूकै राजनीतिक चङ्गुलमा परेर कतिपय सुकुम्बासीहरू झन पिल्सिएका थिए। तर अब यो अवस्था नरहने देखिएको छ। बालेन सरकारले उनीहरूलाई व्यवस्थित बसोबास गराउने पहल लिने दावी गरेको छ। सोही बमोजिम भएमा सुकुम्बासी बस्तीलाई भोट बैंकको रूपमा प्रयोग गर्ने र शासन गर्नेहरूको धन्दा पनि सधैँका लागि बन्द हुनेछ। यो ठाउँमा अब राम्रो सुविधा सम्पन्न पार्क बन्न सक्नेछ, जसले उकुस मुकुस काठमाडौँलाई थोरै भए पनि श्वास फेर्न सहयोग पुग्नेछ। जसको छैन दियो भने त्यो एकदम खुसी छौँ, छैन त दिनु पर्यो। राज्य बालेन शाहजीलाई चाहिँ म के भन्न तयारी छु कि म चाहन्छु कि जसको छैन त्यसलाई व्यवस्था